दिन कति कति भयो त्यो सोध्नु पर्दैन क्या। दुईटा दिनु मिन्ट फ्लेभर हजुर। मिन्ट मिन्ट हो पनि ओरिजिनलमा आउँछ नि अहिले। हुन्छ आजको फ्लेभर लिन आएको। पटाएर राख्दैन कहिले पनि हो त्यही भएर 24 ग्राम अब निस्क्यो। है नै चाहिए फ्लेभर लिएर आइसक्यो है मैले चाहिँ। अब यहाँ लिन्छ नि त सिधै कति कति भयो त्यो सोध्नु पर्दैन क्या। सिधै अब यसरी आउँछ नि त। नेपालमा चाहिँ मार्केटिङ होइन हजुर यस्तो भयो होइन। यस्तो गर्नु न अलिकति अब 200 भनेको ठाउँमा मिलाएर भन्नु न भने होइन ल्याउनु नि त लास्टमा 100 रुपियाँमा डबल भनेर राखेको हुन्छ कि त्यो चाहिँ नगरिदिनु होला। किन व्यापारीले पनि त्यस्तो नगर्नु अरूलाई। त्यस्तो गरेर किन के फाइदा। बरु खाने हो नखाने होइन। काम गरेपछि खानु पनि पर्छ। खानु पर्छ भनेर पत्नीसम्म क्या पत्नीसम्म खाइसकेपछि छेरपुटी लाग्दैन। यति खाँदाखेरि मेरो ग्राहक भड्किँदैन भन्ने हिसाबले जानुपर्छ नि त। नेपालमा चाहिँ त्यो छैन कि। मेन यहाँ नेपालमा चाहिँ के छ भने ओहो यति भयो अब यति गऱ्यो भने यसलाई दोब्र्याउनु पर्छ अझै यसले अझै फाइदा खानुपर्छ त्यो मात्र सोच्छ क्या नेपालमा चाहिँ। त्यो नसोचौँ सबैजनाले मिलिजुली जाउँ अगाडि बढ्नुपर्छ थाहा छ सबैजनालाई होइन। अनि हरेक कुराको केयर गर्नुपर्छ। अब पहिलेभन्दा चाहिँ अहिले चाहिँ सुधार आएको छ नि त नेपालमा पनि। अनि त्यो अझै सुध्रिनु पऱ्यो क्या। त्यो भन्दा नि धेरै सुध्रिनु पऱ्यो। ल भनौँ न एउटा सब्जी लिन जान्छ एउटा दोकानमा सब्जी भनौँ न कलभेडा जे भए पनि भन्छ ए मेरो यहाँ यति पर्छ भन्छ होइन। यो त कहाँ भन्दा नै त्यो कुनैले 80 रुपियाँ भन्छ कुनैले 60 भन्छ। एउटै रेट हुनु पऱ्यो क्या। हरेक यहाँ जस्तै एउटै रेट भयो अन्त राम्रो हुन्छ नि त। एउटै रेट भइसकेपछि टेन्सन पनि हुँदैन। हरेक मान्छेले ओहो यस्तो भयो यस्तो भएन भन्ने हुँदैन नि त। एउटै रेटमा चल्नुपर्छ। एउटै रेटमा एउटै दोकानमा एउटै रेट भयो अन्त धेरै राम्रो हुन्छ नि त। यहाँ जस्तै हुनु पऱ्यो। अझै बाल्यले गर्नु पऱ्यो अझै राम्रो गर्नु पऱ्यो। पहिलेको भन्दा सुधार आएको छ धेरै राम्रो लागिरहेको छ। धेरै अझै पनि सुधार आउनुपर्छ हाम्रो नेपालमा चाहिँ होइन। बाटो काटिरहेको छु यहाँबाट क्रस हुँदैछु। अहिले त्यही भएर त अहिले नेपाल फर्किन मन लागेको कारण त्यही त हो नि। पहिलेभन्दा धेरै सुध्रिसक्यो सुधार पनि आएको छ। नयाँ कानुनले होइन नयाँ कानुन अझ पनि लागू हुनुपर्छ। पहिलेको जस्तो घुस खाने त्यो हिसाबमा छैन। अहिले चाहिँ निरन्तर आफ्नै हिसाबमा लागेको छ धेरै राम्रो। यसमा म पनि सपोर्ट गर्छु किनभने मेन भनेको पोइन्ट चाहिने भनेको नै गलत गर्नेलाई गलतै भन्नुपर्छ। पहिले अब गलत गर्ने मान्छेलाई गलत हिसाबमा नराखेर चाहिँ ओ यो मान्छे सही छ भन्ने अनि सही मान्छे भएको चाहिँ गलतमा राखिदिन्छ नि त। पहिलेको मान्छेहरूले पावर पहुँचको पावरले त्यस्तो गरेको छ क्या।
अहिलेको त त्यस्तो छैन। सिधा के छ, तिमीले गलत गरेका छौ, गलतै हो त्यो सही हो। गलत गर्नेलाई गलतै भन्नुपर्छ। त्यो भएको कारणले चाहिँ मलाई धेरै सही लागेको छ। नेपाल फर्किन्छ, याद राख। फेरि यो हिसाबले गयो भने नेपाल सुध्रिन्छ पनि